को नाम चाहिँ अटो लेभल होइन। अटो लेभललाई सेट गर्ने यो तल ट्र्याकको डिस्टेन्स। यो अटो लेभलको काम भनेको चाहिँ हाइट हेर्ने। अब त्यो हामीले स्टाफमा यहाँले स्टाफ युएसमा हामीले यहाँ यो लेन्समा यताबाट हेरेर यो लेन्सबाट यता हाइट हेरिन्छ हामीले। हाइट हेर्ने अब हामीले यहाँ हाइट हेर्नुभन्दा अगाडि यो यसलाई फुट स्क्रु भन्छ। यसले यहाँ अलिकति आउनु सर यहाँ लेभल होइन म देखिरहेको छु होइन यहाँ लेभल गर्ने ठाउँ छ। यसलाई यहाँ गोलो यो बबललाई बिचमा पारेर हामीले हेर्नुपर्छ, नत्र हाम्रो रिडिङहरू एकदम बिग्रिन्छ। अनि त्यसपछि हामीले यो अलिकति यता थोरै यता भयो फेरि होला अलिकति यता टपपट्टि भयो 1.508 मिडलको 1.429 एङ्गल अलिक तल त्यत्रो पर होइन, अलिक अगाडि आऊ, अलिक अगाडि आऊ। यो चाहिँ हाम्रो क्याम्पिङको सर्वे क्याम्पिङको डे 5 हो र यहाँ चाहिँ हामीले आजसम्म के गर्यौँ भन्दाखेरि चाहिँ हामीले टिएसबाट जम्मै ट्राभर्स लेकको एङ्गलहरू लिइसक्यौँ र त्यस पछाडि हामीले डिस्टेन्सहरू निकालेर आज चाहिँ हामीले डिटेलिङ र कन्टुरिङ गरिरहेको छौँ। सो हामीले चाहिँ ट्याक्योमेट्रीको प्रिन्सिपल युज गरेर हामीले चाहिँ होरिजेन्टल एङ्गल, भर्टिकल एङ्गल र स्टाफ रिडिङको टप मिडल बटमको स्टाडिया हेयरको रिडिङ लिइरहेको छौँ। स्कुलभरि स्टेसन गाडेर सबै सकेर अहिले हामीले डिटेलिङ गर्दैछौँ सर। यो डिटेलिङभन्दा अगाडि के गरेको? डिटेलिङभन्दा अगाडि सर अटो लेभलले प्रोफाइल लेभलिङ गऱ्यौँ अनि एङ्गल नाप्दै सकेर त्यो अहिले कसरी गर्दैछ यो एक्सप्लेन गरेर मलाई। सर यो भनेको चाहिँ D2 स्टेसन, यो भनेको D3, यो भनेको D8, यता D3 छ, यता D8 छ। D2बाट यो भनेको चाहिँ D2 र D8 को ट्राभर्स हो। कतातिर साइड गरेको? हुन्छ 0 सेट D8 गरेको। अनि यो भनेको रोड भयो, यो भनेको ड्रेन। अनि यसमा पोइन्ट लाउँदै स्टाफ लाउँदै रिडिङ लिँदै। अनि कन्ट्रोलिङ कसरी जान्छ? कन्ट्रोलिङ सर D2बाट रेडियो रेडी होइन र? हजुर तिमीले डाटा भन, उसले डाटा दिन्छ। सर टपको लेख 1.75 754 मिडको लेख 1.583 बटमको लेख 1.41 एङ्गल लेख 86 डिग्री 40 मिनट 21 सेकेन्ड्स होरिजेन्टल 100 डिग्री 08 मिनट 33 सेकेन्ड्स। यो चाहिँ यो मेसिनको नाम चाहिँ टिएस हो, टोटल स्टेसन। यसले चाहिँ भर्टिकल डिस्टेन्स, होरिजेन्टल एङ्गल र होरिजेन्टल डिस्टेन्स लिने गर्छ। यो चाहिँ यसले चाहिँ स्लोप पनि लिन्छ। यो चाहिँ इडियम प्रिन्सिपलमा आधारित छ। यसले डिस्टेन्स चाहिँ होइन एउटा प्रिजमको हेल्पले लिन्छ। यो टोटल स्टेसनबाट एउटा लेजर निक्लिन्छ। त्यो लेजर चाहिँ प्रिजममा ठोकेर आउनु कति टाइम लाग्छ होइन, त्यो आधारितमा यसले डिस्टेन्स दिन्छ। एकदम